गुड मर्निङ। जय श्रम अभिवादन। फेरि पनि सबैलाई नमस्कार छ। आज धेरै दिनपछि 2-3 दिनपछि फेरि आज हामी भेला भएको छौँ। आज खास स्पेसल हाम्रो यो अभियानको डे पनि हो। आज हाम्रो यो श्रमदान एउटा सुदूर पूर्व धरानुपमा नगरपालिका वडा नम्बर 20 को पक्वा खोल्साबाट श्रमदान सुरु भएको आज 4 वर्ष भएछ। त्यसको अवसरमा श्रमपिता हक साम्पाङज्यूले सम्पूर्ण महान श्रमदाताज्यूहरूलाई हार्दिक सलाम र शुभकामना व्यक्त गर्नुभएको छ। ताली बजाउँ सबैले। 1 दिन होइन, 2 दिन होइन, 4 दिन होइन, 4 महिना होइन, 4 वर्ष भएछ, वर्षौं भएछ। यो 4 वर्षको दौरानमा आज हामी सुदूरपश्चिम आइपुग्दा आज हामी झोलुङ्गे पुल पनि निर्माण सम्पन्न हुन गएको छ। अब केही दिनमै हप्ता पनि होइन, केही दिनमा अब हामी यसलाई एकदमै भव्यको साथमा हामी यसको उद्घाटन गर्नेछौँ। हामी यो पुलको उद्घाटनको सङ्घारमा पुगिसकेछौँ साथीहरू। तपाईहरू यो अन्तिम लट सुदूरपश्चिमको यो हाम्रो झोलुङ्गे पुल निर्माणमा आउनु भएको छ। तपाईहरुलाई फेरि पनि म श्रमको तर्फबाट धेरै धन्यवाद र फेरि पनि वन्स अगेन वेलकम गर्न चाहन्छु। तपाईहरु एकदम सौभाग्य हुनुहुन्छ, किनभने यसमा 2-3 जना सिनियर दाइहरु पहिला पनि आएर फेरि आउनु भएको छ। यो सम्पन्न गर्न आउनु भएको छ। तपाईहरुलाई पनि धेरै सलाम। र अब यो पुल सुरु भएको आज 6-5-11 2 महिना 11 दिन भएछ। 2 महिना 11 दिन भनेको त्यति लामो पनि होइन, त्यति छोटो पनि होइन। बुझ्नुमा अलिक बुझ्नुपर्छ। कतिपयले भन्छ कति ढिलो गरेको भन्छ, कति ढिलो होइन, कति छिटो भएको भन्नु पर्यो। फेरि कति छिटो भएको भन्नु पर्यो। यहाँ श्रमदाताहरू 350-400 को लगभगमा रोटेसन भइसक्यो। त्यो हामीसँग उसको उहाँको एड्रेस, उहाँको नाम सबै नोट छ। कहिले आयो, कहिले जानुभयो सबै छ। र जो पनि श्रमदाता यहाँ आउनुभयो, कुनै दिन ब्रेक गरेको मलाई चाहिँ थाहा छैन है। तपाईलाई थाहा छ? थाहा छैन। र ढिलो भएको छैन, र ढिलो हामीले गरेको पनि छैन। 2 महिना 11 दिन बित्नु भनेको आज र भोलि मात्रै हो। त्यसमा हामीलाई 3 हप्ता त हामीलाई त्यसको क्युरिङ टाइम, डेट वेन द टावर इस्टाब्लिस, यो त एउटा कङ्क्रिट बन्ने गरेको, त्यसलाई पनि त एउटा बिउ रोपेपछि टाइम लाग्छ। हप्ता 10 दिन 15 दिन लाग्छ। त्यसलाई किन उम्रेन भनेर खोतलेर हेर्ने कुरा आएन, होइन र साथी हो। कतिपय भन्छ यहाँ थुप्रो सार्जनले कति ढिलो गरेको, यति पुल बनाउनु जाथे भन्नुहुँदै होला। एउटा मकै बिउ रोपे छरे जमिन पनि गाडेपछि त्यसको टाइम लाग्छ, पर्खिनुपर्छ टुसा निस्किनलाई। किन चाहिँ यो टुसा निस्किन खने भन्दा सकिएको नि, होइन र? त्यो भएर चाहिँ हाम्रो यो क्युरिङको टाइम पनि हामीले खासमा 3 हप्ता भन्दा माथि गर्नु पर्यो। प्रपर हामी डेटको साथमा 3 हप्ता 21 दिन भन्दा माथि त्यसको क्युरिङ पानी दिनमा 6 पल्ट लगाएर त्यसलाई चाहिँ फाइनली सेटिङ भएर चाहिँ मात्रै त्यसको हामीले फर्महरू खोलेको। त्यो भएर पनि त्यसलाई डे बाई डे सिलेटी काम हुन्छ। त्यो भएर हामी ढिलो छैनौँ। र ढिलो किन छैनौँ भन्दा पनि हामीले एउटा सामान, एउटा डोरी, एउटा रस्सी लिएर आउनु पनि यहाँ पाउँदैन। यहाँ गाउँमा कहाँ पाउँछ, कहाँमा ल्याउनु? तल खलङ्गामा चाहिँ धारचुला कच्ची बाटो हिँडेर जानलाई 6 घन्टा गाडीमा, ज्यादा न 6 घन्टा मात्रै। अर्काको देशको सीमाबाट गयो भने त्यहाँनिर कता के, त्यहाँदेखि घुम्दा ओर्दा कता के, त्यसो कुरै नगरौँ। 6 घन्टाको कच्ची बाटो, त्यो पनि बाटो कहिले पहिरो झर्छ के झर्छ। त्यस्तो बावजुद पनि यत्रो पुल बनाउने संसाधन थुप्रो चाहिन्छ, तारदेखि लिएर के अब त्यो भन्नु नभनौँ होइन। त्यो भएर चाहिँ हामी एकदम छिटो छौँ। छिटो भनेर फेरि लत्रम पत्रम काम जे पाए त्यो होइन। तरतिबमा जति स्केल लाग्नुपर्ने, जति सामान लाग्नुपर्ने, त्योभन्दा अझै मजबुतको साथमा श्रमदाताले गरेको छ। र हामी एकदमै सही टाइममा सही काममा हामी एकदम फास्ट ट्र्याकमा युद्ध स्तरमा हामी काम गरिरहेछौँ पुरै। तपाईहरुलाई पनि यहाँ उपस्थितलाई मैले भनेको न, हाम्रो मिडिया साथीहरूबाट टाढाबाट हेर्नु भएको छ। अन ग्राउन्डमा तपाईलाई थाहा हुँदैन नि त, उहाँ बाहिर बसेर टाढा कतै बसेर तपाईको बाध्यताले आइपुग्नु भएन। इच्छा रहर हुँदाहुँदै पनि तपाईहरुलाई मैले हाम्रो क्लिक धरान, मेरो आवाज, हाम्रो आवाज, खुवालुङ र कोका अनलाइनबाट तपाईहरुलाई
सन्देश भन्दा पनि तपाईँलाई सूचना प्रवाह गरिरहेको छु मैले। किनभने म यो हामी यहाँनिर श्रम गएको तर्फबाट यहाँ के हुँदैछ, कति दिन के भयो भन्ने कुरा हामीले भन्न जरुरी छ। त्यो भएर अन्तिम श्रमदाताको ग्रुप पनि मैले अस्ति नै 3-4 दिन पहिला मिडियाकर्मी साथीहरू हाम्रो सामाजिक सञ्जालमा पनि दिएको छौँ। अब कुरा आयो, काम बाँकी छ। आज हामीले डेक बिछाइसक्छौँ, वारदेखि पारीसम्म। डेक बुन्ने टिम म अहिले, डेक लगाउने टिम अलग्गै, अहिले नाम पनि म अलग्गै छुट्याइहाल्छु। अनि पारीपट्टिको नर्थ वेस्टको हाम्रो काम सुचारू भइहाल्छ, सेम हिजोको जस्तै। र बाँकी यतापट्टि साउथ वेस्टको टिमहरू सिफ्ट भएर पारी बालुवा र त्यहाँनिर तपाईँहरू गिटी दिने त्यहाँ टिम बन्छ। जो पारीको टिमले चाहिँ आफ्नो काम गरिराख्ने, यताबाट रिइन्फोर्स गएको मान्छेले चाहिँ बालु र त्यो गिटीहरू त्यहाँनिर उपलब्ध गराउने तपाईँहरूलाई A to Z साथीहरूले। र हाम्रोको टाइमिङ 8 बजेदेखि 12 अनि 1:30 बजे 1.5 घन्टा ब्रेक, त्यसपछि 6 बजीसम्म काम हुन्छ। कहाँ कतै बेला नभई ननिस्किनु, निस्किनु त भएको छैन, बेला नभई निस्किनु ननिस्क्यौँ। सँगै जाने, काम सँगै गर्ने, केही आपद विपद इमर्जेन्सी घर पर्न जस्तो छ भने तपाईँ हामी 5 बजेपछि फेरि 4G डाँडा जान्छौँ। आजदेखि 4G डाँडा पनि हामी कम गर्नेछौँ। कोही 2 जना हिजो जानु भएको थियो होला, अब बर्खा छ, सिङ्गल कोही मुभ गर्दैन। 7 बजे भित्र आउने हो तपाईँहरू। 5 बजे काम निस्के 2 घन्टा त्यो ग्याप हुन्छ। त्यो 2 घन्टामा आफ्नो फोन गरेर तपाईँहरू फर्केर क्याम्पमा सही सलामत आउने। जाँदाखेरि भनेर गएको हुन्छ, आएर पनि तपाईँहरू म आइपुगेँ भनेर यहाँनिर इन्ट्री गर्ने। किनभने यहाँनिर मौसमको अलिकति उ भइरहेछ, बाढी पहिरो आउँछ, तपाईँ चिन्ता हुन्छ यहाँनिर, त्यो छ। अनि आज हाम्रो अघि पनि भने हाम्रो 4 वर्ष पुगेको शुभ अवसरमा हामी श्रमदानको गीत, हाम्रो राष्ट्रिय श्रमदान गीत, हाम्रो धरती हाम्रो आकाश गीतबाट हामी आज सेलिब्रेट मनाउनेछौँ हामी। र त्योभन्दा पहिला म यो गीतबाट चाहिँ फेरि हाम्रो जो पनि यहाँ झुन्नीमा के भन्छ डेक बिछाउनेमा हाम्रो विज्ञान दाई, हाम्रो नवीन दाई अनि म हुनेछु। अनि त्यसपछि धन्दै त्यहाँ ठिक अन्त्य 2 जना जेन्जी भाइ त्यो डेकहरू त्यहाँ आफ्नो कहाँसम्म लिमिट त्यहाँसम्म पुऱ्याएर फर्किने हो। र जो पनि श्रमदाताजी हुन्छ त्यो पुलमाथि छिरिक्कै नचढ्नु होला, ओह्र बेसमा पनि नहल्लाइदिनु होला। तपाईँहरू ओह्राएर त्यो पुलको वारिपट्टि बेसमा पनि तपाईँहरू चढेर यसो अलिकति दाहिनेमा हिँड्नु भने हल्लिन्छ। अगाडि त्यो डेक बिछाउँदै गएको मान्छे एकदमै रिक्सी लिएर चाहिँ त्यहाँ झुन्डेर काम गरेको हुन्छ। त्यो भएर तपाईँले त्यो भिड जबसम्म डेक स्टिल डेकहरू वारिपारी हुँदैन, जाली साइडमा लाग्दैन, तबसम्म पुलमाथि तपाईँहरू एकदमै नआइदिनु होला भन्ने म अनुरोध गर्छु। र आफ्नो काममा एकदमै लागि पर्छ, टाइम चाहिँ ब्रेक गरौँला। अलिक कहाँ कतै अलिकति कामहरू सिफ्ट हुन्छ, घरि यहाँदेखि अर्को ठाउँमा जानुपर्छ, त्यतिर सानो मन नगर्नु होला। घरि यहाँ घरि त्यहाँ नभन्नु होला, म अनुरोध गर्न चाहन्छु। अनि केही सहयोग पनि आएको छ भन्ने कुरा मैले सुनेको छु, त्यो पनि फटाफट गरेर हामी फेरि काममा जानेछौँ। त्योभन्दा पहिला भनिसकेँ। अनि धेरै अनुरोध छ, अब यो छिटोभन्दा छिटो सक्नुपर्नेछ। मौसम एकदम गडबड छ। हिजो अध्यक्षज्यूले पनि हामीलाई कल गर्नुभएको थियो। त्यो अलिकति यो चौताराको कुरा, चौतारा चाहिँ हाम्रो सामानहरू त्यो रड होल्डिङ गरेर चाहिँ ठडाउनु मात्रै पर्नेछ। त्यो चाहिँ फेरि हाम्रो त्यो डेकमेन्टको माथि नै राख्ने, दाहिने बायाँ एक्स्ट्रा संरचना केही पनि छैन हाम्रो। त्यो पुलमा आउने बित्तिकै त्यो यात्रुहरू त्यहाँको आउने आवत जावत गर्ने मान्छेलाई चाहिँ एकछिन बिसाउनको लागि त्यो डेकमेन्ट छ त्यो हाम्रो, त्यसको माथि नै होल्डिङ गरेर टक्लक्क राख्दिनँ। त्यसको टाइम छैन, ज्यादा लाग्दैन। त्यो हामी 1 दिनमै कम्प्लिट गरिरहेका छौँ। र हामीले छिटोभन्दा छिटो त्यो डेट के भन्छ चौतारा पनि त्यो काम हुँदै लाएर फेरि हामी उद्घाटनको हामी फिक्स हामीले डेट लिनेछौँ। हिजो पनि हाम्रो श्रम पिताज्यूसँग कुरा भयो, यहाँको आउटपुटको बारेमा के हुँदैछ यहाँको बारेमा सम्पूर्ण जानकारी हामीले दिइसकेका छौँ। र उहाँले सामाजिक सञ्जाल मार्फत पनि हेरिराख्नु भएको, सबैले हेरिराख्नु भएको छ। र कामहरू जहाँ जे भइरहेछ एकदमै सही सलामत भइरहेछ। र तपाईँ श्रमदाताज्यूहरू एकदम आफ्नो सेफ्टी गर्नु होला वारिपारी गर्दाखेरि। अरू भन्दा नि भल जब माथि यहाँ थाहा लाग्दैन, यो त हिम खोला हो, माथि अलिक उ भइरहेको हुन्छ, मौसम ट्याग भएको हुन्छ, तल एकैचोटि कालो भल आएपछि तपाईँले हिजो हेर्नुभयो होला। त्यो भएर मौसम ट्याग हुने बित्तिकै तपाईँहरू खोलाबाट बाहिर आइहाल्नु। कतै तपाईँहरूलाई सावधानी अपनाउनु, सावधानी तपाईँहरूलाई गराउनु बाइचान्स भ्याएन भने तपाईँहरू अटोमेटिक खोलाभन्दा टाढा रहनु होला। किन ठाडो खोला छ, सदाबहार खोला छ, चैत वैशाख पनि बग्ने खोला। त्यो भएर चाहिँ यो झन् अब बर्खामा त यो त ठुलो
आउँछ, त्यो भएर एकदम हाम्रो सेफ्टी गर्नु होला। पारिपट्टि हामी सबैले डोरी लगाइदिएछौँ, त्यो डोरी पहेँलो डोरीबाट तपाईँहरू अगाडि क्रस नगर्नु, छिर्कै नगर्नु होला। तपाईँहरूले चिप्लिन्छ, थाहा लाग्दैन, रोलिङ भएर अनि तल फेरि भिरतिर जानु सक्छ। त्यो भएर तपाईँहरूले सबैले आफ्नो सेफ्टी गर्नु होला। अनि एक आपसमा तपाईँ लुक आफ्टर गर्नु होला। छोरी चेली भयो, हाम्रो सिनियर दाई, मेरो समकालीन साथीहरू एक आपसमा जाँदा आउँदा एकैचोटि जाने, भरसक आउँदा सर र छुट्टी भएर सँगै आउने, सँगै छुट्टी गर्ने। तपाईँ एक एकजना अलग अलग नहुनु होला, यति भन्न चाहन्छु। र हामीले खाना खाँदा पनि खाना खुलेपछि किचन टिमले खाना खुल्यो भने चाहिँ सर र खाना खाने सँगै, किनभने उनीहरू पनि ब्रेक गर्नुपर्छ। भोलिपल्ट फेरि बिहानै 4-5 बजी उठेर ब्रेकफास्ट बनाउनु पर्ने हुन्छ, भाँडाकुँडा धोएर फेरि भोलिको लागि तयार गर्नुपर्ने हुन्छ बिहानको लागि। र दिनमा माथि हाम्रो लन्च ब्रेक हुन्छ खोलामा, त्यहाँ पनि सर र खाना खाने, उहाँहरू फेरि त्यो भाँडाकुँडा फेरि वाइन्ड अप गरेर फेरि आएर फेरि बेलुकाले खाना बनाउनु पर्ने हुन्छ। किचन टिमलाई पनि हामीले सहज बनाउनुपर्छ। र जो पनि किचनमा तपाईँहरू कस्तो के खाने भन्ने कुरा अलिकति खानेकुरामा एमेन्डमेन्ट गर्नु छ भने हाम्रो नवीन दाईलाई तपाईँहरूले भन्नु होला। त्यति छ मेरो। अरू हामी अब श्रमदानको गीतबाट हामी गीत गाउनेछौँ, त्यसपछि हाम्रो सहयोग होइन, पहिला सहयोगको कार्यक्रम राखौँ है त ल। सहयोग कसको आएको छ यता आइदिनु प्लिज। अब तकरिबन सहयोगहरू पनि यो खाजा पानीको पनि अब बिस्तारै बिस्तारै अब क्लोज हुँदै जान्छ। टाढा टाढा भएर सहयोग गर्ने मनहरू पनि अब त्यो मनहरूलाई पनि हामी थाती राख्नेवाला छौँ। त्यो भएर अब बिस्तारै बिस्तारै हाम्रो प्रोजेक्ट पनि सकिन लाग्यो।